यो चाहिँ झरना हो, पुरै झरनामा पुरै आइस जमेर आइसमाथि पनि हिउँ परिरहेको चाहिँ देख्न सक्नुहुन्छ। यहाँ कस्तुरी पुरै आइस जमेको क्या, बाटोमा पानी बगेर चाहिँ बाटोमा जमेको छ होइन, आइस भइसकेको छ। अनि यो आइस चाहिँ यस्तो चिप्लो हुन्छ कि त्यो जस्तै चिप्लो हुन्छ क्या, एकचोटि चिप्ल्यो भने गयो ढाडसाड कराकरुक हो। अनि एउटा औडा भएको छ कि उकालो चढ्दाखेरि चाहिँ घाम लाग्यो भनेर टोपी खोलेको होइन, टोपी नै कता खसेछ कि यहाँ खोल्टीमा राखेको टोपी नै खसेछ कि औडा। हेलो गाइज, गुड मर्निङ फ्रम सोलुखुम्बु। अहिले चाहिँ हामी सोलुखुम्बु भन्ने ठाउँमा छौँ होइन। अनि मसँग चाहिँ हाम्रो दाइ हुनुहुन्छ, टक्क लाएर हुन्छ। अनि अहिले चाहिँ यहाँ हिउँ परिरहेको छ यस्तो दामी, जताततै सेतो डाँडा पोखरा देख्न सक्नुहुन्छ। अनि धेरै नै भएको थियो भिडियो बनाउन नपाएको, अब त्यस्तै भइरहेको थियो। अब कहिले के नमिल्ने भइरहेको थियो, त्यही भएको कारणले चाहिँ भिडियो बनाउन पाएको थिएन। अनि अहिले चाहिँ हामी सोलुखुम्बुको यो ठ्याक्कै गोके जाने बाटोमा हिँडिरहेको छौँ। अनि देख्न सक्नुहुन्छ यो चाहिँ झरना हो, पुरै झरनामा पुरै आइस जमेर आइसमाथि पनि हिउँ परिरहेको चाहिँ देख्न सक्नुहुन्छ, दामी। अनि यता पनि यो पनि झर्नै हो, तल खोला छ, दामी खोला बगिरहेको छ तल चाहिँ देख्न सक्नुहुन्छ। अनि यता पहाडतिर चाहिँ पुरै हिउँदै सेतो दामी देखिरहेको छ। अनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु, एकदम आराम सकुशल छु। त्यही नै हो, एकदम चिसो छ, जाडो छ। आज चाहिँ मेन यो भिडियो बनाउनुको कारण चाहिँ यो हिजो राति हिउँ परेको रहेछ, अनि त्यही भएको कारणले पनि भिडियो बनाएको हो मैले। अनि यहाँ चाहिँ पानीहरू जमेर पुरै मुहानहरू पुरै सुकिसकेको छ, देख्न सक्नुहुन्छ गाइज। यहाँको भ्यू हिमालमा हिउँ परेर दामी देखिरहेको छ, टक्क राखेर तल खोला सरेर बगिरहेको छ, देख्न सक्नुहुन्छ। अनि टक्क यहाँ चाहिँ पावर हाउस छ, यो चाहिँ पावर हाउस हो होइन। यहाँ चाहिँ टक्क लगाएर देख्न सक्नुहुन्छ भोजपत्रको रुख छ। अनि यो भोजपत्रको रुख चाहिँ पहिला चाहिँ के हुन्थ्यो भने भोजपत्रको बोक्रा चाहिँ कागज बनाउनलाई युज हुने रहेछ पहिला चाहिँ होइन, नेपाली कागजहरू भन्ने हुन्छ नि, त्यस्तो चाहिँ युज हुने रहेछ। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ अगाडि पुरै चारैतिर जङ्गल छ। अनि माथि डाँडातिर चाहिँ घाम पनि देखा परिसकेको छ, आज चाहिँ घाम लाग्छ जस्तो छ, त्यही नै हो। अनि यहाँ चाहिँ विशेष गरी भोजपत्र भयो, अनि सल्ला धुपीको रुखहरू बढी पाइन्छ, त्यही नै हो। अहिले चाहिँ हामी यता माथि आइसकेको छौँ, डाँडा आइपुग्नु लागिसकेको छ। यो चाहिँ गोके जाने बाटो हो, हजुरहरूलाई थाहा होला गोके लेक भनेको। त्यसपछि गोकेभन्दा माथि गोके री भन्ने छ, त्यहाँबाट रिबाट चाहिँ पुरै गोके लेकको भ्यू हेर्नलाई चाहिँ गोके री चढ्नुपर्ने हुन्छ। अनि यहाँ चाहिँ यस्तो पोखरा जस्तो छ, यस्तो डेन्जर गुफा जस्तो। अनि अगाडि चाहिँ सिडीवाला बाटो छ, घाम लागिसकेको छ। अब त्यही नै हो, अब आज घाम लाग्यो भने चाहिँ यो सबै हिउँहरू पग्लिन्छ होला। अब चाहिँ माघ लागिसक्यो, माघको आज कति 15 गते, अब चाहिँ लगातार हिउँ पर्छ होला जस्तो लाग्छ मलाई चाहिँ, त्यही नै हो। ल गाइज, अहिले चाहिँ टक्क लाएर म चाहिँ भिटामिन डी खाइरहेको छु। बिहानको घाम अहिले चाहिँ 8 बजिसक्यो। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ बाटोमा पुरै तल भिड छ नि त, भिडमा मान्छेहरू धेरै फस्ने भएको कारणले गर्दा चाहिँ यहाँ चाहिँ तारबार लगाएको छ, देख्न सक्नुहुन्छ। अनि त्यहाँ चाहिँ घाम लागिसकेको छ डाँडामा, टक्क देख्न सक्नुहुन्छ। त्यही नै हो, हामी चाहिँ अलि माथिसम्म जान्छ, के हुन्छ हेर्दै गर्नु होला। यो हिउँमा हिँड्दा चाहिँ कस्तो करक आवाज आउँदो रहेछ कि, यसमा त अलि थोरै हिउँ रहेछ। अगाडि तपाईँहरूले चाहिँ एउटा कुरा देखाउँछु, देख्न सक्नुहुन्छ, यहाँ कस्तुरी भागी छ।
हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ कस्तुरी चरिरहेको छ। चाहिँ यो भुइँको लेउहरू अनि यो रुखमा यस्तो हरियो लेउ हुन्छ नि, यस्तो टाइपको लेउ, यस्तो टाइपको लेउ खाने रहेछ होइन। देख्न सक्नुहुन्छ यसको दारा पनि छ, त्यहाँ दुईवटा दारा रहेछ, भाले रहेछ। भाले कस्तुरीको चाहिँ दारा हुन्छ, पोथीको चाहिँ दारा हुँदैन। चढ्दै माथि गइसकेको देख्न सक्नुहुन्छ। ल गाइस, यहाँ अर्को पनि झरना रहेको छ, कहाँ देख्न सक्नुहुन्छ। पुरै आइस जमेको क्या, पुरै आइस जमेर होइन। यहाँ झरना छ अनि तल पनि आइस छ। अनि यहाँ चाहिँ हिजोसम्म आइस क्लाइम्बिङको ट्रेनिङ भइरहेको थियो। ठ्याक्कै हिजो सकियो आइस क्लाइम्बिङको ट्रेनिङ चाहिँ। अनि अझै बाक्लो थियो कि यो आइस चाहिँ अझ यो क्लाइम्बिङ गर्नेहरूले क्लाइम्बिङ गर्दा पुरै अहिले त घटिसकेको रहेछ आइस पनि। अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि यहाँ चाहिँ घाम लाग्दा पनि माइनस डिग्रीमै हुन्छ क्या वेदर यहाँको चाहिँ। अब घाम नलाग्दा झन् कति हुन्छ सोच्नु न, आफै माइनसको नि माइनसै हुन्छ भनौँ न, त्यस्तो चिसो हुन्छ यहाँ चाहिँ। नै हो झरनाहरू चाहिँ कति 3-4 जति छ यहाँ, पुरै जमेर पुरै आइस हो, सबै ठाउँमा जमेको। अनि यहाँ चाहिँ हेर्नु न पुरै त्यो झोलुङ्गे पुल देखाएर राखेको छ। यहाँ चाहिँ टक्क पुल बनाएको छ यहाँ यति मात्र, यहाँदेखि यहाँसम्म झोलुङ्गे पुलको पुल। त्यही नै हो, घाम लागिरहेको छ दामी देख्न सक्नुहुन्छ। आज चाहिँ मजाले घाम लाग्ने भयो। हिजो त बिहानैबाट हिउँ परेको रातभरि हिउँ पऱ्यो हिजो त होइन, बिहानैबाट रातभरि हिउँ परेको तर त्यति साह्रो बाक्लो परेको थिएन भनौँ न। बाक्लो पऱ्यो त यो पुरै ठ्याम्मै 2-3 फिट हुन्थ्यो होला, अलिक पातलो परेको भएर चाहिँ त्यति साह्रो भएन। अब घाम लागेपछि चाहिँ पग्लिन्छ होला यो हिउँ पनि। त्यही नै हो, हेर्दै गर्नु होला। हिउँ चाहिँ त्यति बाक्लो परेन है, देख्न सक्नुहुन्छ। यहाँको अलिकति उ गर्ने बित्तिकै माटो भेटिसक्यो। त्यही नै हो, अब घाम लागिसक्यो। अब लास्ट चिसो हुने रहेछ। चिसो भयो गाइस, देख्न सक्नुहुन्छ। सबै ठाउँमा पानी जमेको छ अनि यहाँ चाहिँ यति मात्र पानी बगिरहेको छ कि दामी। सबै ठाउँमा जमेको छ, त्यहाँ मात्र यत्रो सानो धारा बगिरहेको छ। त्यही नै हो। अहिले चाहिँ हामी ठक्क डाँडामा आइसकेको छ अलि माथि, देख्न सक्नुहुन्छ। घाम चाहिँ दामी लागिरहेको छ आज चाहिँ। अनि यहाँ पनि अब यस्तो दामी झरना लागेको छ। यो झरना चाहिँ अलिक 2टा झरना भन्दा अलिक दामी छ, ठुलो छ भनौँ न। माथिदेखि तलसम्म हेर्न सक्नुहुन्छ, दामी छ। अनि त्यहाँ चाहिँ
ट्याक्क बुद्धिस्टहरूको के भन्छ पुज्ने ठाउँ रहेछ झन्डाहरू टाँगेर राखेको छ त्यति हिउँ छैन भनौँ न अझै राम्रोसँग हिउँ परेको छैन नत्र सेतै देखिन्थ्यो अहिले त्यति राम्रोसँग हिउँ नपरेको भएर चाहिँ हिमाल त्यति राम्रो देखेको छैन जे होस् त्यही नै हो गाइस अब अरू त के देखाउने हो र अनि यहाँको 360 भिउ हेर्न सक्नुहुन्छ दामी डाँडाहरू दामी देखिरहेछ यहाँ चाहिँ हिमाल छ टक्क लगाएर यहाँ चाहिँ घाम लगाएको छ यता पनि दामी डाँडाहरू रहेको छ त्यही नै हो अब अरू त के देखाउने हो र त्यही नै हो अब डाँडा पहाड अब त्यही हिउँ परेको भएर चाहिँ मेन विशेष भिडियो बनाउनुको कारण चाहिँ त्यही हो यहाँ चाहिँ देख्न सक्नुहुन्छ बाटोमा पानी बगेर चाहिँ बाटोमा जमेको छ होइन आइस भइसकेको छ अनि यो आइस चाहिँ यस्तो चिप्लो हुन्छ कि त्यो जस्तै चिप्लो हुन्छ क्या लेउ जस्तो चिप्लो हुन्छ एकचोटि चिप्लो नि गयो ढाडसाड कराकरुक हो त्यही नै हो अहिले चाहिँ म यहाँ छेउमा हिँडिरहेको छु बरु हिउँ चाहिँ चिप्लो हुँदैन होइन तर आइस चाहिँ पुरै चिप्लो भएर लेउ जस्तो चिप्लो हुन्छ भनौँ न ओह्रालोमा त एक चिप्लो भने सिधै तल हो त्यही हो यहाँबाट पनि देख्न सक्नुहुन्छ दामी यहाँबाट पनि देख्न सक्नुहुन्छ दामी भ्यू सारा के हो यस्तो एरोप्लेन जस्तो एरो मान्छेले बनाएको जस्तो हेर्नु यति धेरै क्या मान्छेले बनाएको त होइन होला है पक्कै मान्छे त्यति धेरै हिँड्दैन अहिले चाहिँ अफ सिजन भएर मान्छेहरू त्यति हिँड्दैन होइन त्यो स्थानीय बासिन्दाहरू कहिलेकाहीँ यसो काम पऱ्यो भने सामानहरू लिन जानु पऱ्यो भने नाम्ची पुग्नु पर्ने हुन्छ सामान लिन जान चाहिँ अनि नाम्ची जाने हो नत्र अब अरू बेला सिजनमा चाहिँ टुरिस्टहरू टन्नै आउँछ अनि त्यतिखेर मान्छे हुने नत्र यो बाटोमा मान्छे नै हुँदैन एकान्त होइन एकान्त जङ्गलको बाटो तर त्यति साह्रो डर पनि हुँदैन भनौँ न अनि यहाँको हाइटसम्म चाहिँ यहाँको हाइटभन्दा चाहिँ कति भन्दा त्यहाँ हामी बस्ने ठाउँको चाहिँ 3720 हो भने यहाँ चाहिँ त्यही 3839को हाइटमा आइसक्यो अहिले चाहिँ अनि यहाँको हाइटमा चाहिँ यतिको हाइटमा चाहिँ त्यस्तो हिउँ चितुवाहरू डरलाग्दो जङ्गल जनावरहरू त्यति आउँदैन भनौँ न अहिलेसम्म चाहिँ देखा परेको छैन अनि नत्र अलि माथिको हाइट अलि माथि पुग्यो भने चाहिँ त्यही हो हिउँ चितुवा अनि भालुहरू पाण्डाहरू पाउँछ अनि यहाँको हाइटमा चाहिँ त्यति पाउँदैन भनौँ न अघि मैले देखाएको कस्तुरी भइहाल्यो भाले कस्तुरी दारा भएको देख्नुभयो होला कस्तुरी अनि झारल भन्छ त्यसलाई इङ्ग्लिसमा चाहिँ हिमालयन थार भनौँ हिमालयन थार भन्यो भने बुझ्नुहुन्छ होला हजुरहरूले अनि हिमालयन थार भन्छ त्यही कस्तुरी हिमालयन थार पाउने हो अनि याकहरू भनौँ न घरपालुवा जङ्गली याकहरू पाउँछ त्यही नै हो अनि हामी चाहिँ अलि माथि हाइटमा आइसक्यो धेरै नै अब माथि डोले बजार भन्ने छ त्यहाँ माथि अलि माथि गयो भने चाहिँ कति 41 42 कतिको हाइटमा छ त्यो चाहिँ त्यहाँसम्म जाने कुरा छ कि हाम्रो लेट्स सी अब त्यहाँसम्म गइन्छ गएन बिचमा प्लान चेन्ज पनि हुनसक्छ अनि अब धेरै छैन त्यहाँ पुग्नलाई लगभग 20-25 मिनटमा त पुगिन्छ त्यो नन स्टप गयो भने 20-25 मिनटमा चाहिँ पुगिन्छ अब त्यहाँ माथि जाने कि यहाँबाट फर्किने भन्ने दाइसँग सोधेपछि थाहा हुन्छ अनि अर्को कुरा चाहिँ के भन्न मन लाग्यो भने सुरुमा हिउँ झर्दा चाहिँ एरियाको कुरा जस्तो हुने क्या
एरिया गेडा जस्तो अनि पछि चाहिँ यस्तो पग्लेर होला नि सानो मसिनो यस्तो नुन जस्तो के नुन जस्तो हुँदैछ त्यही नै हो अनि त्यति साह्रो चिसो त नहुँदो रहेछ होइन जान्छ बाक्लै छैन कि नत्र यहाँ 1-2 फिटसम्म हिउँ परेको चाहिँ अझ दामी हुन्थ्यो अनि यहाँ देख्न सक्नुहुन्छ माटो अलिकति कोटाएपछि माटो देखिहाल्छ क्या सो गाइज हामी चाहिँ अब डोले नपुग्ने भयो यहीँबाट फर्किने कुरा भयो हाम्रो चाहिँ त्यही नै हो अब डोले बजार पनि राम्रै छ भनौँ न घरहरू त्यही 10-15वटा घरहरू छ घरहरू भन्दा पनि होटेलहरू भनौँ न सबै होटेल हो क्या यहाँ चाहिँ टुरिस्टहरू यहाँ आउने एरिया हो नि त म्याक्सिमम् टुरिस्ट आउने एरिया अनि सबै होटेलै हुन्छ क्या होटेलै हुन्छ अनि कमाइ पनि टन्नै हुन्छ भनौँ सिजनमा त कमाइ त डेन्जरै हुन्छ कि यहाँ चाहिँ अहिले चाहिँ त्यही पनि डोले बजार पुरै बन्द छ होइन सिजनमा चाहिँ टुरिस्टहरू आउने भएर पुरै खुल्ला हुन्छ होटेलहरू अनि अहिले चाहिँ सिजन अफ भइसकेको कारणले गर्दा चाहिँ डोले बजार पुरै बन्द छ मैले रिल्स पनि हालेको थिएँ युट्युबमा रिल्स पनि हेर्न सक्नुहुन्छ डोले बजारको अनि म यो भिडियोमा पनि राखिदिन्छु छोटो क्लिप हेर्न सक्नुहुन्छ त्यही नै हो अनि एउटा औला भएको छ कि टोपी अघि उकालो झर्दाखेरि चाहिँ घाम लाग्यो भनेर टोपी खोलेको होइन अनि टोपी नै कता खसेछ कि खोल्टीमा राखेको टोपी नै खसेको कि औला अब हेर्दै जानुपर्ने हुन्छ त्यही नै हो फाइनल्ली गाइज टोपी भेटेको अवस्था चाहिँ यहाँ रहेछ टोपी चाहिँ यहाँ खसेछ आइसिआइएस लागेको छ त्यही नै हो गाइज टोपी अघि खोलेको होइन खोलेको यस्तो खोल्टीमा हालेको त कहाँ खसेछ खसेछ उकालोमा त्यही नै हो गाइज अहिले चाहिँ हामी फर्केर तल आइसक्यो अनि हाम्रो दाइ चाहिँ अगाडि जानु भइसक्यो म चाहिँ अलिक पछाडि बसेको अनि यहाँ पनि एउटा यस्तो डेन्जर ठुलो ढुङ्गा छ कि हेर्नु यस्तो ठुलो छ देख्न सक्नुहुन्छ दामी अनि यहाँ चाहिँ रक क्लाइम्बिङ पनि भएको थियो अस्ति नै होइन त्यो आइस क्लाइम्बिङको बेला अनि क्याराबिनाहरू अझै राखिरहेको छ त्यहाँ अझै देख्न सक्नुहुन्छ दामी नै छ त्यही नै हो गाइस भिडियोलाई यहीँ इन गरिदिनु जस्तो लाग्यो होइन भिडियो के कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला लाइक सेयर सब्सक्राइब गर्न नबिर्सनु होला सब्सक्राइब पछि बेल आइकनलाई अलमा राख्नु नभुल्नु होला सो आजको लागि चाहिँ